पनि चलेकै छैन यतिकै बोरिङ लाएर आज हावा खानु भनेर त निक्लेको अनि सुशील भाइ यार हाम्रो अस्ति मन्दिरतिरको भिडियोहरू अपलोड गर्नु भएको छैन त्यो त आउँछ गरे नि त भाग 5 मा आउँछ हेर्नु न भाग 5 ए भाग 5 मा हो भाग 5 मा हो नि त ल ठीक छ सबैले हेर्नु होला है सबैले हेर्नु होला है तपाईहरुले दसैँ पनि आइसक्यो अनि हल्का सामानहरु शपिङ गर्नु पर्यो अब शपिङ गर्ने त जाने भन्यो कुन चाहिँ मार्केट जाने होला है ल मार्केट पनि आइपुग्यो ल गर्मी छ यस्तो तेलको मुल्य कति हो भने घरबाट फोन आउँछ होला पैसा पठाइदिए भनेर कम्पनी चले घरमातिर यसो अब आराम अब गणेश पनि आइसक्यो नजिकले होला यसो समुद्रतिर अब जे होस् हल्का शपिङ पनि गरियो ल एकछिन रुममा बस्दा बोर हुन्छ नि गर्मी छ अब एकछिन समुद्रको हावा खाएर जानु पर्यो चिसो हावा खाएर जानु पर्यो अब त्योहरू पनि थुप्रै हुनेछ हो बेलुका पख त यता कहाँनिर जाने होला विकास पनि कति गर्न जानेको हो यो अन्डरग्राउन्ड पुलमा पनि यस्तो अब पानी यहाँबाट झारिरहेको छ अब अन्डरग्राउन्ड पुल यता यता है यस्तो कति जाने हो विकास गर्नु हाम्रो देशमा विकास कहिले हुन्छ यसरी खै शीतलो छ यहाँ आउँदाखेरि पानी यहाँ आउँछ पुरा शीतलो ल ओहो समुद्र भने यस्तो हुँदो रहेछ यस्तो आनन्द चिसो आउँदो रहेछ यस्तो चिसो हावा खानु पाउँदैछ अनि मान्छे धेरै यहाँ हुँदो रहेछ ल चिसो हावा खानु पायो आज एकछिन यहाँ बस्नु पर्यो अब
यहाँनिर सोमदाई तपाईँ पनि हेर सुशील भाइ कहाँबाट यार हो? यसो सपिङ गर्न बाहिर निस्केको थिएँ यार ए म पनि घुम्दै आएको हेर्नु न आज यो कलेजतिर आएर हावा खानु पर्यो भनेर आएको ए, बोरिङ लाग्यो कि घरमा बस्दा बस्दा भने कति ठिकै छ सुशील भाइ बोरिङ यस्तो लाग्छ चिसो हो यस्तो मौसम छ साह्रै बोरिङ लाग्यो रुममा बस्दा बस्दा पनि एकदम अब कम्पनी चले छैन एकदम अब अस्ति उता मन्दिरतिर गएर आइयो ल हजुर कम्पनी चलेकै छैन यतिकै बोरिङ लगाएर आज हावा खानु भनेर यता निक्लेको त्यही त दाजु अब भेट त भयो होइन हजुर अनि धेरै रमाइलो छ भन्छ यो कलेजतिर यसो यतापट्टि घुमौँ यो नयाँ घरहरू बनाएको छ अरे घुमेर आउँ त के भएर यता यता लागौँ हुन्छ भाइ घरमा हावा खानु जो हावा भने राम्रै हावा आइरहेको छ जस खुसी लाग्यो घुम्न पाइयो जाउँ त पर्तिर यसो घुमाउँ त भाइरल कस्तो गरेर मैले पनि त छ सोचेको भन्छ थिइनँ तपाईँ आउनु छ भन्ने कुरो अब के फोन गर्नु गर्नु पर्थेन फोन गरेर त म फोन पनि गरेर सधैँ पनि आउँछु। बिर्सेछ मैले पनि एकैचोटि निस्केँ अब मार्केटतिर यसो जाउँ सपिङ सपिङ गर भनेर निस्केर अब यसो बसेर भेट भइहाल्यो अन्त नि तपाईँहरू त जोस्। दसैँको सपिङ गरेर निक्लिनु भएको होला अब के गर्ने आफ्नो त कम्पनी चले छैन लास्टै बोर छ हो दाइ घरबाट फोन आउँछ होला घरबाट फोन आयो भने के भन्ने पैसा चाहियो दसैँमा भनेर पक्कै पनि घरबाट फोन आउन सक्छ गाह्रो छ दाइ हुन्छ जाउँ त यसो गाह्रो त, यताउति जाउँ, घुमौँ अनि पछि जाउँ बस घुमेर आउँला नि त हुन्छ ल यतापट्टि यसो घुमेर ए, हुन्छ ल, आउँ। जाउँ। त्यस पछाडि अनि त्यहाँबाट हड्डीले बनाए जस्तो उ छ कि घर छ कि न यो सबै मान्छेहरू खतरा रहेछ है यो। भिजिट गर्छन् कि यहाँनिर फोटो खिच्ने भिडियोहरू बनाउने ल्याएर यो खतरा छ नि है खतरा छ नि हड्डीको जस्तो पुरै कस्तो हड्डीको जस्तो जियोस् यहाँभित्र मान्छे मान्छेहरू बसेर अनि यतापट्टि बसेर भिडियोहरू बनाउँछ कि हेर्नु खतरा बनाएर चाहिँ यार यस्तो रमाइलो छ ल्याउनु हेर्नु त अब यताबाट रमाइलो छ छिर्यो यताबाट निक्ल्यो होइन अनि अब त यतापट्टि यस्तो रमाइलो कुन सिन लिने कस्तो सिन लिने हो यस्तो आनन्द छ आनन्द छ ल्याएर हेर्नु पहिला यता हेर न यता माथि दामी छ नि। कस्तो हड्डीले बनाए जस्तो है मान्छेको हड्डीले बनाए जस्तो छ ए बसेर यसो अब खाउँ त यतापट्टि ल, बसेर बसौँ यार अनि सुनाउनु के छ त के हुनु यार यस्तै छ यार के गर्नु मार्केटतिर निस्क्यो यताउति हिँड्यो यस रमाइलो त रमाइलो है अबुधाबी रमाइलो लाग्यो अब धेरै रमाइलो नि यार अबुधाबीको बिल्डिङहरू हेर्नु कस्तो मिलाएर यस्तो बनाएको छ बिल्डिङहरू छ कर्नेस भन्थ्यो कि मान्छेहरूले यो घुम्ने ठाउँ हो भन्थ्यो अनि त राम्रो लाग्यो कि जस राम्रो लाग्यो मलाई पनि यस्तो हरियाली चट्ट हेर्नु गार्डनहरू यस्तो राम्रो राम्रो अनि दाइ अब यो दसैँमा पनि ल्याउनुहोस् पोहोर पनि घर दसैँमा जान पाइएन अहिले पनि दसैँमा घरमा भएन ल्याउन सधैँ विदेशको विदेश फेरि अहिले अब कम्पनी नचलेर यत्तिकै अलमल्ल गरेर बसिराखेको छु हेर्नु न अब कहिले कम्पनी चल्यो अब दसैँ मनाउन पाइने हो कि होइन यस्तो भइरहेको छ तपाईँ त बरु सपिङ गरेर आउनुभएको होइन आज सपिङ गरेर आउनुभएको तपाईँको दसैँ राम्रो मनाउनु छ होला ए कम्पनी त्यस्तो त भइरहेछ र भाइ हजुर मेरो त फोन आयो त दाइ ए ल बाबु हजुर मम्मी दर्शन गरेँ आरामै छौ हजुर म सन्चै छु लौ दसैँ आयो अब हामीले नि दसैँ मान्नै पर्यो साहु आएर बसिया छन् साहुलाई नि दिनु पर्यो ए हस् भइहाल्छ नि मम्मी भइहाल्छ हुन्छ मैले भर्खर सम्झेको थिएँ अब दसैँमा घरतिरबाट फोन आउँछ होला भनेर सम्झिराखेको थिएँ नहुँदै हजुरको फोन आयो बाबु पठाइदेऊ है हुन्छ मम्मी कहिले पठाइदिन्छौ खोइ साहु नतिरेदेखि हामीलाई निकाल्छन् कि जस्तो गर्न लाए दिनदिनै आए हुन्छ अब सम्झाउनुहोस् न छोराले पैसा पठाउँछ भनेर सम्झाउनुहोस् कि म यता जो गरेर पनि पठाउँछु अनि ऋण तिर्नु होला नि त केही पैसा तपाईँलाई खर्च पठाउँछु अनि केही पैसा ऋण तिर्नु होला है त घरबाट फोन आयो अब आमाको फोन नभन्दै अब दसैँ लाग्यो दसैँमा अब के गर्ने कम्पनी चलेको छैन ल्याउनुहोस् कम्पनी चलेको छैन अब दसैँमा दसैँ खर्च माग्नुहुन्छ घरबाट साउले ऋण मागिरहेको छ साउ माग्न आएको छ भनेर भन्दै हुनुहुन्छ गाह्रो छ गाह्रो छ बुढाबुढी छोडेर आएको घरमा ल्याउनुहोस् है एकदम गाह्रो छ दाइ अब के गर्ने परदेशीको जिन्दगी के भन्ने अब के नभन्ने जस्तो हुन्छ यताउति जसरी हुन्छ अब घरतिर त अब सेटल गर्नुपर्छ भाइ अब के गर्ने यस्तै छ हो दाइ अब कम्पनी चले छैन पैसा कसैले मागेर दियो भने देख्नु पठाउनु पर्ला हेर्नु फोन आउँछ अब कम्पनीको साथीभाइ कोहीसँग अब यसो सरसफाइ खाइदिनु पर्ला नि त हुन्छ दाइ म यसो यता पानी छ कि अब पानी खाएर आउँछु हजुर बस्दै गर्नु पानी खाएर आउँछु ल ए है? हस् भाइ हुन्छ बुढीको फोन आयो पनि
हेलो सन्चै हुनुहुन्छ? हजुर भन न। भर्खरै मम्मीले फोन गर्नुभएको थियो, तिमीले पनि फोन गर्यौ। यहाँ आयो के छ सेलरी बुझ्नु भएको बुझ्नु भएन। यहाँ साहुहरू घर बसेका छन्, पैसा चाहियो भनिरहेका छन्, पैसा चाहियो। भर्खरै मम्मीले फोन गर्नुभयो र म मम्मीसँग बोलेको थिएँ। होइन कहाँ गएछ यो भाइ यार? पानी खान जान्छु भनेर निस्कियो मान्छे यार। अब घरबाट फोन आइरहेको थियो, साह्रै टेन्सन भएको जस्तो छ भाइलाई यार। के गर्ने होला त? कहिले आउँछ सेलरी? अब पैसा त भन्छौ, दसैँ लाग्यो भन्छौ, यहाँ कम्पनी चलेकै छैन। गाह्रो छ हो, अब कहाँ खोजेर पठाउँ, कोसँग खोजेर पठाउँ, गाह्रो भइरहेछ। अस्ति गाह्रो छ हो। ल पछि गर्छु, अहिले फोन राख्दैन ल। घरमा साउले अत्याइसक्यो, यहाँ कम्पनी चलेको छैन, कसरी हो त खै? कहाँ खोजेर पठाउने होला? कहाँ पैसा खोजेर पठाउने होला त? साउले पनि अत्याइरहेको छ। यो समीर दाईलाई भन्नुपर्छ क्या, समीर दाईसँग छ कि थोरै पैसा मागेर पठाउनुपर्छ होला। पछि कम्पनी चल्यो भने फेरि दिनु पर्ला। तेरो भाइ यार, यहाँ पानी खानु जान्छु भनेर निस्कियो मान्छे, फेरि के भएछ यसलाई फेरि? है के भयो ल फेरि? टेन्सन छ, टेन्सन लाग्यो। भर्खर आमाले फोन गर्नुभएको थियो, भर्खर बुढीले फोन गरेर पैसा माग्छ भनेर। अब दसैँ मुख आइरहेछ, साउहरूले मागिरहेछ, अनि बहुत टेन्सन छ लाग्ने। यहाँ कम्पनी चले होइन दाइ, के गर्नु? के गर्ने यार, छोरा मान्छेको जिन्दगी त मलाई नि त्यस्तो लाग्छ यार। कहिले कहिले के हुन्छ यार। टेन्सन नगर भाइ, अब के आउनु यार। बाहिरबाट भन्न सजिलो छ, मान्छेहरूले विदेश गर्छ भनेको छ, दसैँमा पैसा पठाउँछ भनेको छ, घर परिवारलाई पनि अब छोराले पठाउँछ भन्ने आश हुन्छ, बुढाले पठाउँछ भन्ने आश हुन्छ। अब हाम्रो कम्पनी चलेको छैन, अब यहाँ कम्पनी चलेको छैन भनौँ भने उनीहरू उता आतिन्छ नि। दाइ बरु तपाईँसँग छ भने अलिकति मलाई पैसा दिनु न। हुन्छ खर्चमा तपाईँलाई सेलरी आए पछाडि भइहाल्छ नि भाइ। अब यसो हेरौँला नि त, मिलाएर यसो खर्च टलाउनु। अब तपाईँको समस्या भन्नु, मेरो नि समस्या भन्नु एउटै त हो नि, मिलाउला नि भाइ, टेन्सन नगर्नु। हुन्छ दाइ, साह्रै खुसी लाग्यो यार, साह्रै खुसी लाग्यो दाइ यार। विदेशमा यस्तै हो, एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्यो भने त्यहाँ ठुलो केही हुँदैन। म पनि त मेरो सेलरी आएपछि म तपाईँलाई बुझाइहाल्छु नि त। केही फरक पर्दैन भाइ। हुन्छ दाइ, ल्याउनु फोन आइरहेको छ, अब फोन कसरी उठाउने भइरहेछ। फोन पनि आइरहेको छ, फेरि आइरहेको छ फोन। अब के गर्ने, घरमा गएर बोलाउनु भयो। हुन्छ दाइ, जाउँ त है। अब म त्यही भयो, अब तपाईँसँग अलिकति पैसा दिनु, यो दसैँ पनि मनाउनु पर्यो। अब मैले यहाँ दसैँ नमनाएर पनि घरमा पठाउनु पर्यो, ऋण पनि तिर्नु पर्यो होइन। म सेलरी आएपछि तपाईँलाई दिइहाल्छु। होइन ठिकै छ भाइ, अब हामी यताउति घरमा पठाइदिउँला, घरको मान्छेहरू खुसी हुन्छन्। हामी त जसरी मनाउला नि, टेन्सन गर्नुपर्छ। के गर्ने यार भाइ, अब टेन्सन नलिनु भाइ। अब जाउँ, अब टेन्सन गर्नु पर्दैन। अब यताउति हामी मिलाएर पठाउँला। हामी रुममा यहाँ बस्ने भनेको त हामी मिलाएर जसरी मनाउला, घरको मान्छेहरूको खुसीको लागि त, अब परिवार खुसी हो, छोरा मान्छे अब जसरी मनाउला, टेन्सन गर्नु पर्दैन। जाउँ, जसरी मिलाउनु, टेन्सन गर्नु नगर भाइ, जाउँ। त्यही त दाइ, अब यहाँ त जस्तो किसिमको मान्छेहरू पनि आउँछ भन्छ ल्याउनु है। अब यहाँ दुबईमा जस्तो पनि मान्छेहरू आउँछ भन्छ क्या।